ल धान खेती गर्नको लागि र तरकारी खेती गर्नको लागि एकदमै उपयुक्त जमिन चाहिँ 7 कठा जमिन अर्जेन्ट बिक्रीमा आइसकेको छ। हेटौडा बजारबाट लगभग 24 किलोमिटर दूरीमा रहेको यो हेटौडा नारायणघाट पूर्व पश्चिम महेन्द्र हाइवेबाट करिब 3-4 किलोमिटरको दूरीमा रहेको यो मनरी गाउँपालिका वडा नम्बर 5 यो हाँडी खोलामा चाहिँ 7 कठा जग्गा मात्र गट्ठाको कति लाख मात्र 7,80,000 को दरले चाहिँ एकदम यो जग्गा बिक्रीमा आइसकेको छ। तपाईहरुले जग्गाको वरिपरिको दृश्य देख्न सक्नुहुन्छ। यो अगाडिको बाटो अनि पानीको कुलो है सबै व्यवस्थापन भइसकेको छ। बत्तीको बिजुली बत्तीको लागि पनि कुनै पनि समस्या भएन। वरिपरि घरहरु पनि टन्डै छ। यता माथि यो डिल भन्दा माथि ठुलै गाउँ छ अनि यहाँ चाहिँ तपाईको तरकारी खेतीको लागि एकदम प्रसिद्ध ठाउँ हो। तरकारी खेती गर्नको लागि चाहिँ एकदम गजबले पैसा कमाउन सकिन्छ। मनग्य आम्दानी गर्नको लागि चाहिँ यो 7 कठा जग्गा गट्ठाको प्रति गट्ठा मूल्य चाहिँ प्रति गट्ठा 7,80,000 को दरले चाहिँ बिक्रीमा आइसकेको छ। तपाईले सम्पर्क गर्न सक्नुहुन्छ। जमिन चाहिँ ठ्याक्कै यो अगाडि देखेको यो फाट अहिले चाहिँ तपाईको एकदमै तरकारी खेती लगाइराखेको जग्गा बिक्रीमा आइसकेको छ। ल बाटो यो हो हाम्रो। तपाईहरुले सम्पर्क गर्नु होला। धन्यवाद।